नमस्ते। अहिले हामी छौँ नीलकण्ठ बुढा नीलकण्ठ हात्तीगौँडामा रहेका जनप्रजातन्त्रिक पार्टीको कार्यालयभित्र छौँ। हाम्रो साथमा हुनुहुन्छ निर्बहादुर श्रेष्ठ। हामी उहाँलाई स्वागत गर्न चाहन्छौँ। नमस्ते निर्बहादुरजी। आराम हुनुहुन्छ? जनप्रजातन्त्रिक पार्टीको तपाईँले लिड गर्दै हुनुहुन्छ, पक्कै पनि जनता माझमा पुर्याउँदै हुनुहुन्छ। हाम्रो पार्टी, तपाईँको पार्टीले गर्ने कुराहरू के आशा देखाउनु भएको छ जनताहरूलाई? पार्टी जब स्थापना भयो त्यस पछाडि पार्टीलाई जुन गति रफ्तारमा लानु पर्थ्यो त्यो रफ्तारमा जान सकेन। भलै हामीले अहिले चाहिँ नयाँ ढङ्गबाट पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै हामीले नयाँ ढङ्ग, नयाँ विचार, राजनीतिक सिद्धान्त र नयाँ कार्यक्रमसहित जनप्रजातन्त्रिक पार्टीले चाहिँ हामीले जनताको बिचमा गएर जनतालाई चाहिँ एउटा वितृष्णामा परेको, एउटा राजनीतिप्रति वितृष्णामा परिरहेको अवस्थामा हामीले त्यो राजनीतिलाई चाहिँ राजनीति भनेको के हो त, होइन, राजनीतिक पार्टी भनेको के हो त, राजनीतिक लिडर भनेको के हो त भन्ने कुरा चाहिँ हामीले जनताको बिचमा गएर जनतालाई चाहिँ सुशिक्षित गराउने कुरा, जनतालाई चाहिँ सुचेतना दिने कुरा चाहिँ हामीले मुख्य कुरा हामीले त्यहाँबाट थाल्दैछौँ। त्यहाँ हामीले त्यो थालिरहेका छौँ, गरिरहेका छौँ। किनकि हामीले जनताको भाग्य भविष्यलाई मध्यनजर गरेर हामीले काम गर्न सकेनौँ भने हामीले राजनीति गर्नुको अर्थ रहन्न। हामीले यो देशलाई आमूल परिवर्तन गर्ने गरी हामीले अगाडि बढेनौँ भने त्यसको राजनीति गरेको अर्थ रहँदैन। त्यो कारणले गर्दाखेरि हामीले जनप्रजातन्त्रिक पार्टीले चाहिँ पहिलो चाहिँ जनतामा चाहिँ फ्रस्ट्रेसनमा आएको चाहिँ कुराहरूलाई, चेतनाहरूलाई चाहिँ हामीले पहिलो त्यसलाई चिर्ने कोसिस गरिरहेका छौँ। र त्यस साथसाथै जब नेपालमा रोजगारीको चाहिँ रोजगार नपाएर बेरोजगार भएका युवाहरू होस्, युवा बालबालिका महिलाहरू सबै चाहिँ अहिले पढ्न पर्ने बालबालिकाहरू सही ढङ्गबाट पढ्न पाइरहेको अवस्था छैन। रोजगार, युवाहरूले रोजगार पाइरहेको अवस्था छैन। शिक्षा राम्रोसँग पाइरहेको अवस्था छैन। त्यस कारणले गर्दाखेरि हामीले यो सबै चिजलाई चाहिँ व्यवस्थित गर्नको लागि, युवाहरूलाई रोजगार दिनका लागि, स्वरोजगार चाहिँ भएर नेपालमै एउटा चाहिँ राष्ट्रियताको भावना सहित नेपालमा चाहिँ बस्नका लागि हामीले त्यो खालको चेतना र त्यो खालको वातावरण क्रिएट गर्नको लागि हामी जनप्रजातन्त्रिक पार्टीका होल टिम लागिरहेका छौँ। हाम्रो पार्टीको चाहिँ मूल नारा नै राष्ट्रियता, सुदलीयता, विकास र स्वाभिमानता भन्ने जुन मूल नारा छ, प्रगतिशील समाजवाद भन्ने जुन मूल नारा छ, जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने जुन मूल नारा छ, त्यो नारालाई मध्यनजर गर्दै हामीले चाहिँ नयाँ ढङ्गबाट जनतालाई चाहिँ एउटा विश्वास दिलाउने मात्रै होइन, प्र्याक्टिकल्ली चाहिँ वस्तुगत ढङ्गबाट चाहिँ हामीले त्यसलाई अगाडि बढाउने गरी हाम्रो पार्टीले चाहिँ योजना बनाएको छ। त्यो कार्यक्रमहरू लन्च गर्नको लागि, कार्यक्रमहरू अगाडि बढाउनको लागि चाहिँ हामीले तयार पारेका छौँ। त्यस कारणले गर्दाखेरि हामी आम नेपाली जनता, देशमा विदेशमा रहनुभएका, कामका सिलसिलामा रहनुभएका सबै आम नेपाली जनतालाई यही आह्वान गर्न चाहन्छु। जब हामीले जन्मभूमिलाई माया गर्दैनौँ, जब हामीले जन्मभूमिमा बसेर चाहिँ श्रमको चाहिँ मूल्याङ्कन हुँदैन, त्यो श्रमलाई चाहिँ एउटा चाहिँ नयाँ ढङ्गबाट चाहिँ अगाडि बढाउन सक्दैनौँ, जब विकास हुन सक्दैन। त्यस कारणले गर्दाखेरि जनप्रजातन्त्रिक पार्टीले सबै देशभरिका युवाहरूलाई एक ठाउँमा ल्याएर पार्टीलाई स्ट्रङ बनाउँदै देश र जनताको पक्षमा काम गर्ने गरी चाहिँ हामी अगाडि बढेका छौँ। र हामीले सबै जनतालाई गाँस कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा चाहिँ किसान, मजदुर चाहिँ सबै पीडित जनसमुदायहरूलाई सम्बोधन हुने गरी हामीले कार्यक्रमहरू अगाडि बढाउनको लागि चाहिँ नै पहल गरिरहेका छौँ। कार्यक्रम अगाडि बढाउने चाहिँ नै कार्यक्रम चाहिँ सुरुवात गर्नको लागि हामीले सबै योजनाहरू तयार गरेका छौँ। सबैजना अहिले भएका ठुला दलहरू सबैजनाले यस्तै आश्वासन अनि यस्तै
जनतालाई आशा देखाउँदै गरेका दिनहरू पक्कै पनि तपाईँले पनि देख्नुभएको छ, मैले पनि देखेको छु। अब तपाईँले कुन ढङ्गले कहाँबाट कसरी चाहिँ विश्वास जित्नुहुन्छ? अहिले त विश्वासको कुरा छ। यहाँ सबै खोक्रो झोला बोकेर, खोक्रो आश्वासन झोला बोकेर हिँड्ने मान्छे टन्नै छन्। तपाईँको पार्टीले चाहिँ के गरेर देखाउँछ? सुरुवात के छ? सुरुवात चरण केबाट सुरुवात गर्नुहुन्छ जनता माझमा पुग्नको लागि? सर्वप्रथम त म कहाँबाट सुरु गर्छु भने, पहिलो कुरा हामीले राजनीति भनेको के हो भनेर जनतालाई सुसूचित गर्नु सबभन्दा ठुलो कुरा हुन्छ। किनकि राजनीतिक फ्रस्ट्रेसन, राजनीतिक विचलन भएको छ। राजनीतिले नै समाज विकास गर्छ, राजनीतिले नै चाहिँ आमूल परिवर्तन गर्नको लागि चाहिँ प्रमुख संवाहक बन्छ। त्यस कारणले गर्दाखेरि योभन्दा अगाडिका पुराना राजनीतिक दलहरूले के कति गरे होइन, राजनीतिक दल खराब होइन, राजनीतिक दलभित्र भएका नेतृत्व र नेतृत्वको प्रवृत्ति चाहिँ खराब हो। त्यो चाहिँ त्यसलाई चाहिँ हामीले चिर्न सक्नुपर्छ। त्यसलाई चिर्नका लागि चाहिँ नि हामी सबै अहिले भएका जति पनि लिडरहरू हुनुहुन्छ उहाँहरूलाई हामी कहिले पनि गाली गर्दैनौँ। उहाँहरूले जति त्याग तपस्या बलिदानी योगदान गर्नु हो, राम्रो गर्नु हो, कति नराम्रो गर्नु हो, उहाँहरूले चाहिँ नि गर्नु हो, यहाँसम्म ल्याउनु हो। अब नयाँ पिँढीले, नयाँ चाहिँ नेतृत्वले, नयाँ चाहिँ वैकल्पिक राजनीतिक शक्तिको चाहिँ निर्माण गरेर हामीले चाहिँ विकास, देशलाई विकासोन्मुख, विकासको चाहिँ तीव्र गतिमा चाहिँ विकास गर्ने गरी चाहिँ हामीले अगाडि बढ्नुपर्छ। अहिले सबै पार्टीहरूलाई गाली गर्ने, सबै नेतृत्वलाई गाली गर्ने भन्दा पनि हामी चाहिँ के गर्ने भन्ने कुरा चाहिँ मुख्य कुरा रहन्छ। त्यस कारणले गर्दाखेरि हामी त्यो मुख्य कुरा त्यो हो। त्यस पछाडि स्वरोजगार सहितको चाहिँ नि हामीले विकासमा हामी अगाडि बढ्छौँ। र अर्को कुरा के छ त भन्दाखेरि, एउटा त जनशक्ति, जो युवा जनशक्ति चाहिँ नि विदेशी रहेको छ, नेपालमा चाहिँ नि युवा जनशक्ति भेट्न गाह्रो छ। अर्को जनशक्ति कहाँ छ त भन्दाखेरि, एउटा चाहिँ नि एउटा केसमा चाहिँ नि जेलमा हामीले दाल र भात, सरकारी दाल र भात खुवाएर राखेका छौँ। हामीले त्यो गर्नु हुँदैन। हामीले ती सबै चाहिँ जेलमा भएका